हेलो एभ्रिवान, गुड आफ्टरनुन। र आज चाहिँ म तपाईँहरूलाई मेरो फुल फुलिरहेको छ है, त्यो देखाउनु जाँदैछु। हेर्नुहोस् है कस्तो फुलेछ। अस्ति मन्जुसिसकोबाट पिटुनियाको बिउ ल्याएको थिएँ है, त्यो फुल चाहिँ फुलेको छ। अब फुलेर सक्नु बाटेको छ, म देखाउनु जाँदैछु त हजुरहरूलाई। यो चाहिँ यस्तो फुलेको छ है, मजाले फुलेको छ, फुल्दैछ अस्तिदेखिकै। यस पिटुनिया यो सबै थुप्रै कलरको छ, मजाले फुलेको छ। यसलाई छिटो रोप्नु ढिलो भयो, रोप्नु चाहिँ है, रोप्नु ढिलो भयो, त्यही कारणले होला झ्याम्मै चाहिँ भएर चाहिँ फुलेको छैन। तर पनि यतिको त बिचरा राम्रै फुलिदिएको हो है, मजाले फुलेको छ। हेर्नुहोस् त, हो मन्जुसिस हेर्नुहोस् है, तपाईँकोबाट ल्याएको फुल मैले मारिनँ ल, राम्रोसँगले फुलाएको छु। हेर्नुहोस् त, हो कस्तो राम्रो फुलेको छ। तपाईँले जस्तो चाहिँ फुलाउनु चाहिँ सकेको छुइनँ हो, तर पनि यतिको चाहिँ फुलेको छ है। कमेन्ट गर्नुहोस् है त कस्तो फुलेछ है। यसको चाहिँ बोट चाहिँ सानो छ कि, तर पनि हेर्नु न, दुईवटा फुलेर मऱ्यो, अब सुक्यो, अब फेरि यसमा तिनवटा आइरहेछ। यो यसरी नै फुलिरहने रहेछ हो। अन्त त्यहाँदेखि यहाँनिर छ यो ब्लिडिङ हार्ट, यो पनि मजाले, यहाँ चाहिँ सानो छ बोट है, यसको हुँदैछ, यहाँ चाहिँ फुल्दैछ है। फुलिसक्नु आँट्यो, अब फुल्दैछ। तर यो यसको भित्रबाट यो जुन रेड निस्किन्छ नि, तब मात्रै यो कम्प्लिट फुलिसकेको हो। मजाले फुल्दैछ है, हेर्नुहोस् त, दामी है। अन्त त्यहाँदेखि अरू चाहिँ त्यस्तो अब अरूहरू चाहिँ फुलिसकेकोहरू छ है कतिवटा। अनि यहाँनिर चाहिँ छ मेरो यो, यसलाई के भन्छ, लिली भन्छ जस्तो लाग्यो, लिली नै होला हौ। मलाई फुलहरूको नामहरू त्यस्तो बेसी याद हुँदैन कि, रोप्नु चाहिँ रोप्छु फुलहरू है, तर बिर्सि जान्छु फुलको नामहरू हो। यस मजाले फुलिरहेछ है, हेर्नुहोस् त, हो दामी फुलिरहेछ। अनि त्यो लालुपातेहरू अब फुल्छ है। यो अस्ति माथिबाट ल्याएको मेरो छामाले दिनुभएको मलाई हो। अन्त यहाँनिर छ यो। अन्त यहाँ मन्जुसिसले अस्ति मलाई एन्थोरियम भन्नुहुँदै थियो है, यहाँनिर सारिदिएको छु। मन्जुसिस हेर्नुहोस् है ल, सारिदिइरहेको छु, हुँदैछ है। आउनु भएको बेलामा लानुहोस्। अन्त यहाँ हेर्नुहोस् न, एन्थोरियम कस्तो दामी। माकुराले जाल लाउँछ हौ फुलतिर पनि, हेर्नुहोस् न कति निकाल्नु हो। हेर्नुहोस् न कस्तो दामी फुलिरहेछ नि, हो दामी फुलिरहेछ नि। यो एन्थोरियम चाहिँ के अरे जहिले तहिले फुलिरहन्छ यो चाहिँ क्या, एउटा दुईवटा गर्दै फुलिरहन्छ हो। यहाँ माथि काम हुँदैछ, त्यो कारण हल्ला हुँदैछ कतिहरू। यो भर्खर सर्दैछ है, यो अस्ति ल्याएको यो अर्किडहरूको टुसाहरू आउँदैछ हो। यो पुरानो बोट मर्दैछ। अनि यहाँ छ पपाया ट्री, ट्राई गरेको, सानो पटमा रोपेर हेरौँ हुन्छ कि हुँदैन है। यो चाहिँ हिस्कस हो, अस्ति देख्नु भएको फुलेको, अब फेरि फुल्छ होला। यो चाहिँ अस्ति हावाले झारिदिएर हेर्नु न, तर नि फेरि चाँडो त्यस्तै भयो भने आउँदैछ है। यहाँ चाहिँ छ तपाईँको पिस लिली हो, कस्तो राम्रो फुलिरहेछ हेर्नु न, हो कस्तो दामी हो नि पिस लिली, दामी। अन्त यो चाहिँ एजिलिया अस्ति फुलिसक्यो, अनि यो पनि अब सकिसक्यो प्रायः। अब यो यसबाट यो दाना झरेर फेरि यसबाट फेरि उम्रिन्छ नयाँ बोट है। अनि यिनीहरू त प्लान्टहरू हो। यो चाहिँ अस्ति वाइट र पर्पल कलरको फुल्यो, अब यसलाई फेरि कटिङ गर्ने बेला भएको छ। अनि यहाँ चाहिँ जेस्मिन पनि फुल्यो हो, फुलिसक्यो। हेर्नुहोस् न फुलेर यहाँ बटरटर फुलेको थियो अस्ति, म त भिडियो बनाउनै भुल्दैछु हो, त्यस्तो त छु। अनि त्यहाँदेखि यो चाहिँ बगानबेलिया होइन, बगानबेली। त्यहाँदेखि यो पनि पिङ्क कलरको फुल छ, अस्ति मैले भिडियो हालेको थिएँ नि त्यो हो। जेट प्लान्ट चाहिँ के भयो हेर्नु न, यत्रो रुख जस्तो भइरहेछ। त्यहाँदेखि यहाँ चाहिँ छ प्लान्ट, यो पत्ता मजाको छ, यो बहिनीले दिएको हो मलाई, राम्रो भइरहेछ। अनि यहाँ चाहिँ डल्ले खोर्सानीको दुईवटा बोट लगाइदिएको थिएँ मैले हिजो, काटिदिएको टाउको यस किनाको हो।
यसको टुप्पा टुप्पा चुटाइदिएको। अन्त त्यहाँदेखि यहाँ चाहिँ छ यो स्नेक प्लान्टहरू र यसलाई के भन्छ मलाई थाहा छैन है तर दामी छ प्लान्ट हैन। अन्त यहाँ पनि छ दामी छ प्लान्ट हो। अन्त योहरूलाई चाहिँ अब ठुलो गमलामा हालिदिनु पर्ने बेला भइरहेछ। बिचराहरू दुःख सुख कचल्टेर भइरहेको छ यहाँनिर। अन्त यहाँ हेर्नुहोस् न सबसे अझै दामी कस्तो दामी भएर आएको छ हेर्नुहोस् हो। पत्ता झ्याएर झुप्पै भएर आएको छ हो यहाँनिर दामी नि। अन्त यहाँ पनि छ लालुपाते पिङ्क कलरको हो। अन्त यो चाहिँ यसलाई चाहिँ के भन्छ मलाई थाहा छैन तर दामी प्लान्ट छ। हो थाक्यो। अन्त ल तपाईँहरूलाई अब यहाँदेखि पुरा देखाइदिन्छु। मेरो चाहिँ यस्तो छ बेसी ठुलो छैन फ्लावर राख्ने जग्गा है। यस्तै छ यसरी नै लगाएको छु है। हेर्नुहोस् राम्रो यति नै भए पनि दामी देखिरहेछ है। तपाईँहरूलाई कस्तो लाग्यो मेरो फुल है मेरो मैले रोपेको फुलहरू। यदि मन परेमा लाइक कमेन्ट सेयर गरिदिनुहोस् है। र नयाँहरूले हेर्नुहुँदैछ भने मेरो च्यानललाई सब्सक्राइब गरी तपाईँहरूले पनि सपोर्ट दिनु सक्नुहुनेछ है भन्दै यति भन्दै मेरो यो फुलबारीको सानो फुलबारी भनौँ न बरन्डामा त्यो भिडियोलाई यहीँ एन्ड गर्न चाहन्दैछु। फेरि नेक्स्ट भिडियो के हुन्छ त्यो लिएर आउनेछु हजुरहरूको माझ। तबसम्म बिदा लिए बाई बाई।